साथीहरू सबैलाई नमस्कार। साथीहरू यो म चाहिँ प्राय गरेर यो कृषि कामहरू लिएर आउने गर्छु हैन। कृषि कार्यक्रमहरू लिएर कामहरू लिएर आउने गर्छु। यो चाहिँ टमाटरको बेर्ना राखिएको छ र टमाटरको बेर्ना राख्ने सवालमा तपाईको यो पहिले चाहिँ बेर्ना जमाउँदाखेरिको मैले चाहिँ हजुरहरूसँग प्रस्तुत गर्न सकेन कारणवश र अहिले यो तपाईको भयो 15 दिन भइसक्यो। 15 दिनको बेर्ना हो नि यसलाई यसरी हेर्नुस् लाइन लगाएर रोपिन्छ। त्यसपछि तपाईको अब चिस्यान अनुसार पानी राखेर यसलाई समार गर्नुपर्छ। अनि तपाईको पछि आजसम्मको यसलाई त्यही नै हो जमाउने। अनि तपाईको पहिला खर भन्छ हाम्रोतिर हैन, खर राखेर यसलाई जमाएर उपर खर राखेर पानी हाल्ने। अनि चाहिँ बेर्ना आउन सुरु भएपछि खर फालेर यसलाई यसरी चुहेको बनाएर राखिन्छ। यो 4 प्लट छ मेरो। अहिले 4वटा प्लटमा जमाएको छ र पछि लगाउँदाखेरि कसरी लगाइन्छ के गरिन्छ म सबै चाहिँ तपाईहरुलाई यो पनि हाल्नेछु। अब चाहिँ म रेगुलर नै हाल्नेछु हैन। रेगुलर नै म तपाईहरुलाई देखाउने छु। अहिले चाहिँ म कारणवश आफ्नो व्यक्तिगत कारणवश म चाहिँ तपाईहरुलाई यो हाल्न सकेन, यो देखाउन सकेन, पहिला जमाएको देखाउन सकेन। यही हो है साथीहरु। अब यो चाहिँ टमाटरको बेर्ना हो। हेर्नुस् यो टमाटरको बेर्ना हो। पछि फेरि म देखाउँदै गर्नेछु कसरी लगाइन्छ, के गरिन्छ, कसरी फल्छ हाम्रो रोल्पामा। यो चाहिँ रोल्पा त्रिवेणी 7 रेची गाउँमा हो। यो कसरी फल्छ, कतिको फल्छ यो सबै म देखाउने छु। यो नयाँ जातको हो। अहिले चाहिँ नयाँ जातको लगाइएको छ। इन्डियादेखि ल्याएर नयाँ जातको हालेको। यो कस्तो हुन्छ हेरौँ है साथीहरु।